यो चाहिँ कसरी बनाउनु भएको यो चाहिँ कुन चाहिँ यो चाहिँ आर्टहरू गर्नुभएको छ नि तपाईँले यो हजुर यो सबै यहाँ छ नि सामान हजुर हजुर यो चिम्टीको सहायताले सबै यो चिम्टीले है सानो पिस गर्नु पर्यो कि हजुर 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 ए यसको यो यहाँबाट जत्रो जाने पार्ट हुन्छ हजुर हजुर बनायो त्यहाँदेखि चाहिँ यहीँबाट सबै यो हजुरले कहाँ सिक्नु भएको थियो कि पहिला गाउँमै एकजना दाजुले गर्नुहुन्थ्यो कि हजुर हजुर दाजुले एउटा अलिकति आइडिया लिएर त्यहाँदेखि उहाँलाई हेरेर इन्सपायर भएर चाहिँ तपाईँहरू लोकेट हुनुहुन्छ निम्बुटार है होइन होइन म त आसम लिन्छु आसाम लिङ्जे ओके आसाम लिङ्जे ओके ए उहाँहरू चाहिँ निम्बुटारको हजुर उहाँहरूको चाहिँ यो ओ कति राम्रो मैले भनेकै हालेँ हजुर त्यो अर्को त यहाँ छ दुईटा किन मलाई यो मन पर्यो नि त यो बाँसको फुल पनि मन पर्यो त्यो बाँसको होइन भन्नुहोस् न नम्बर भन्नुहोस् त बहिनी 1166 ठुलो ठुलो तपाईँलाई बनाउनु त साह्रो पऱ्यो है डेफिनेटली एकदम म अरूलाई पनि भन्छु कलिग्सहरूलाई आउनु भनेर स्योर 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 पक्का स्योर स्योर हुन्छ 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 एकदम हजुर 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 यता मैले चाहिँ स्पेसली मतलब शेर्पाजहरूकै बनाउनु यो जुन चाहिँ इन्स्ट्रुमेन्ट छ हजुर यो चाहिँ लेप्चाको यो चाहिँ लेप्चा तुम्बुक भन्ने भन्छ यहाँ चाहिँ अहिले मैले के के राखेको छु भन्दाखेरि जति पनि अब म आफै बनाउँछु इन्स्ट्रुमेन्ट त्यही डिस्प्लेमा ल्याएको छु ओ तपाईँहरूको चाहिँ स्पेसलाइजेसन स्पेसली लेट्स से ट्राइबल है हजुर अरू कुनै मतलब सिक्किममा अरू कम्युनिटी पनि छ बनाउनुहुन्छ त्यस्तो मैले उयो गरेको छु स्पेसली यो जुन चाहिँ डाङ्गिन भयो यो तुम्बुकहरू पनि अब डिमान्ड राम्रै बस्छ हजुर हजुर तर त्यो पनि फुलफिल गर्नु सक्दैन त्यही कारण अरू चाहिँ ट्राई गरेको छु गुरुङ कम्युनिटीको इक्जाममा भन्दै हुनुहुन्थ्यो उहाँहरूको सेम त्यस्तै खालको डाइनिङहरू हजुर टुङ्ना हुन्छ यो कुरा चाहिँ गर्दै हुनुहुन्थ्यो तर मैले गरेको छुइनँ किनभने यो जुन म बनाउँदैछु यसमा पनि टाइम दिनै सकेको छु ओके 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 तपाईँ नाम चाहिँ बेस हजुर मान्छे ओके ओके तपाईँको मतलब कसरी थाल्नु चाहिँ यो चाहिँ एक्चुअली मैले 2016 देखि सुरु गरेको हजुर फर्स्टमा मैले सुरु गर्दाखेरि चाहिँ यो लेप्चाको यो जुन चाहिँ तुम्बुक भन्छ यो लेप्चा तुम्बुक बनाउनु सुरु गरेको तर मैले फर्स्टमा बनाउँदाखेरि चाहिँ अब यस्तो फ्युचरमा गएर स्टल थाप्ने होइन मजाले सेल गर्ने त्यो पर्पज होइन त्यो टाइममा माफी पनि किन्छु भन्दाखेरि नपाउँदा चाहिँ त्यहाँबाट चाहिँ मैले थालेको पैसा छ भने पनि त्यो सामान किनेको हजुर हजुर त्यहाँदेखि चाहिँ माफी अब त्यो एउटा हेरेर बनाउनु थालेँ कहीँबाट सिक्नुभयो कि त्यो चाहिँ सिकेन मैले त्यतिकै हेरेर नै सिकेँ आफै हेरेर बनाउँदा तर मेरो फर्स्टमा बनाउँदाखेरि जस्तै 3-4 वर जस्तो त त्यतिकै बिग्रियो भनौँ न हजुर हजुर त्यो एउटा ट्रायल मात्रै भयो हजुर हजुर त्यहाँदेखि रातमा मैले यो जुन चाहिँ डाइनिङ भन्छ यो चाहिँ भाइ शेर्पाले चलाउने यो चाहिँ लेप्चाएको हो यो डाइनिङहरू चाहिँ त्यो पनि मैले त्यो किन्नुको लागि खोज्दाखेरि चाहिँ अब मैले किनेको थिएँ तर त्यो डाइनिङ त्यस्तो सेटिस्फाई खालको थिएन त्यहाँदेखि चाहिँ मैले म आफै बनाउँछु किनभने अब हामी आफै प्ले गर्ने भएको चाहिँ आफूलाई याद हुन्छ यो डाइनिङको साउन्ड कुन चाहिँ राम्रो छ राम्रो छैन थाहा भयो त्यहाँदेखि चाहिँ म आफै बनाउँछु हजुर हजुर त्यहाँदेखि अहिले चाहिँ म आफै बनाउँछु जति पनि सब म आफै प्ले पनि गर्छु हजुर 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 प्रोग्रामतिर आफै प्ले गर्छु अनि कतिजना मान्छेले अब हामीले यस्तो पनि भन्छ कि अब प्राइसहरू सुनेर अब हामीले त्यस्तो बजाउनुको लागि होइन घरमा यसो सजाउनुको लागि तर म आफै चाहिँ डमी चाहिँ कुनै पनि बनाउँदिनँ या त बिक्री हुनु पऱ्यो बिक्री भयो भने आफूलाई पनि काम लाग्नु पऱ्यो त्यही कारण चाहिँ यो डमी चाहिँ कुनै बनाउँदैन यो मेटेरियलहरू चाहिँ मतलब के को युज गर्नुहुन्छ यो वुड चाहिँ सौर सौर इङ्ग्लिसमा त बर्ड ट्री भन्ने सौर्य छ हजुर
सौरै यो चल्ला छ यो जुन चाहिँ प्रायःले सोच्छ जस्तै यो चाहिँ स्किन हजुर यो चाहिँ छाल चाहिँ हामी सिलगढीबाट ल्याउँछ कतिजनाले भन्छ यता सिक्किमको चाहिँ किन नगरेको भने किनभने अब हामी यहाँ चाहिँ त्यो छाला तन्काउने त्यस्तो बेसी आइडिया छैन कहाँबाट तन्काउनु पर्ने छ त्यो तन्काएर सुकाएर मात्र पनि हुँदैन त्यसको फुर्किनुपर्ने थुप्रो र हुन्छ त्यही कारण चाहिँ अब हामीले चाहिँ अब यो छालाले नै अलिक राम्रो साउन्ड हुन्छ हामी बाहिरबाटै ल्याउँछ हजुर तपाईँको फेसबुक पेजहरू छ है फेसबुक हजुर मेरो पङ्करमा ग्याल्बो भनेर छ फेसबुक युट्युब इन्स्टा तिनटै छ हुन्छ हवस् म तपाईँलाई सेयर है लाइक सब्सक्राइब गर्छु है हवस् थ्याङ्क यू सो मच